फेरि पनि म घुम्न आइसकेको छु यता बर्दुबैतिर गोल्डसुक भन्ने एउटा ठाउँ छ। यसो आज घुमेर रमाइलो गरिँदैछ छुट्टी भएको हुनाको कारणले। र यो छेउछेउमा समुद्र र चिसो चिसो पानी तपाईँले देख्न सक्नुहुन्छ। सबैतिर बोटहरू छन् र साथीहरू अगाडि अगाडि गइराखेको छन् र तपाईँहरूले देख्न सक्नुहुन्छ चराहरू उडिराखेका छन्। कति मजाले भ्यूज पनि कस्तो राम्रो। र अब एकछिनमा हामीहरूले बोटमा चढ्ने हो र बोटमा यसो सानोतिनो रमाइलो हुन्छ। फेरि बोटमा चढ्दाखेरि 1 दिराम कि 2 दिराम लिँदो रहेछ र एकछिनमा अब हामी बोटमा चढिनेछ साथीहरू। र तपाईँले पछाडिको भ्यूज पनि देख्न सक्नुहुन्छ। ल बोटमा धेरैजना छन्, हेर्नुहोस् त भ्यूज। हामी बोटमा बस्न जाँदैछौँ। म बोटको अगाडि बस्छु यतातिर। म यतातिर बस्ने है केटा। ल बोटहरू गयो है एउटा। अब हामी अर्को बोटमा छौँ। पानी हेर्नुहोस् त कस्तो निलो निलो। अब निलो भन्ने कि हरियो भन्ने। ओए हल्यो है हल्यो हल्यो साथीहरू हल्यो हल्यो हल्यो। हेर्न सक्नुहुन्छ भ्यूज अगाडि जाँदैछ। उता बर्दुबई हो। हामी यता गोल्डसुकतिर घुम्न आएको थियौँ आज। र अब एकछिनमा उता 4-5 मिनट लाग्छ पारी पुग्नलाई। अब एकछिनमा हामी उता जानेछौँ।